एउटा फिगर हेर है म चाहिँ देखाउँदैछु यो देखिन्छ होला आइ स्क्रिनमा अब खास चाहिँ एउटा थ्रेड भन्ने बित्तिकै कस्तो हुन्छ भन्दाखेरि अब जस्तै तिमीहरूले मलाई हिजो अस्ति पनि सोधेको यो थ्रेड र यो प्रोग्राममा के डिफरेन्स छ भनेर मलाई कसैले अस्ति सोधेको जस्तो लाग्यो यो क्वेसनमा यो थ्रेड र प्रोसेस त्यो सोधेको थिएन सर मैले के मैले सोधेको थिएँ कि सर तपाईको जस्तै हामीले इम्प्लिमेन्ट्स रनेबल युज गर्नु हैन तपाईको के रे एक्सटेन्स थ्रेड गर्नु भन्दा चाहिँ नि किन राम्रो हुन्छ भनेर सोधेको के सर त्यही क्वेशनमा त्यही नै सोधेछ कि इम्प्लिमेन्ट्स जब तपाईले थ्रेड एउटा डिक्लेयर गर्नुहुन्छ त्यतिबेला चाहिँ तपाईको इम्प्लिमेन्ट्स रनेबल युज गर्नु किन राम्रो छ तपाईको एक्सटेन्स थ्रेड युज गर्नु भनेर युज गर्नु भन्दा भनेर सोधेको छ के सर ल त्यसको बारेमा पनि हेरौँला त्यसमा पनि के छ भन्ने कुराहरु यसो हेरौँला है त अब त्यसको त्यो कन्टेक्स्टमा अब त्यसरी सोध्न कुन राम्रो छ खास एक्चुअली त्यो क्वेशन नै इनकरेक्ट भन्छु म त हैन किन भन्दाखेरि चाहिँ लाइक रनेबल युज गर या एक्सटेन्ड युज गर दुईटैले इनहेरिटेन्सको कुरा युज गर्ने हो कुन चाहिँ मान्छेलाई कम्फर्टेबल फिल हुन्छ त्यही नै कुरा हो अब जस्तै म यहाँ तिमीलाई एउटा एक्जाम्पल त्यस्तै तरिकाको एक्जाम्पल म देखाउँछु यहाँ अहिले ओके हजुर जुन एक्जाम्पलले के भन्छ त भन्दाखेरि नि कसरी चाहिँ रनेबल युज गर्दा के फरक हुन्छ र यसमा के फरक हुन्छ भने अब तिमीले आफै डिसाइड गर्न सक्छौ कि त्यसले गर्न खोजेको कुरा के हो भनेर है त जस्तै एउटा एक्जाम्पल हामी यहाँ राख्न सक्छौं के गर्ने भन्ने कुराहरु हैन अब जस्तै लेट मी सो यु द एक्जाम्पल ल छोड डाइरेक्टली एक्जाम्पल छ थ्रेडलाई कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुराहरु ल थ्रेडको एक्जाम्पल भनेपछि यहाँ एउटा एक्जाम्पल नै लिऊ एउटा प्रोजेक्ट बनाऊ new project java project example भनेर राखे मैले so finish यो थ्रेड एक्जाम्पल भयो मैले यहाँ गएर एउटा क्लास बनाए त्यो क्लासको नाम राखौं मल्टी थ्रेडिङ भनौं मल्टी थ्रेडिङ EX एक्जाम्पल भनेर राख्नु यसलाई ओके सो यो मल्टी थ्रेडिङ भनेर एउटा एक्जाम्पल राखेँ क्या मैले यसमा अब जब मलाई कुनै पनि क्लासमा मलाई थ्रेड युज गर्नु छ भने जस्तै अघि तिमीले नै भन्यौ अंशुले नै भन्यौ कि हामीसँग दुईटा प्रोसेस हुन सक्छ के एउटा प्रोसेस भनेको चाहिँ लाइक मैले चाहिँ एक्सटेन्स युज गरेर या चाहिँ मैले चाहिँ रनेबल युज गरेर अब जस्तै मैले यहाँनिर रनेबल युज गरेँ त जस्तै इम्प्लिमेन्ट्स run runnable I think I'm done with mistakes के भन्छ यसलाई how to write that runnable case extends runnable are you NNABL user n एउटा मिसिङ होला हजुर क्यापिटल आर होला त्यही कारण किनकि runnable ओके सो यो कन्टेक्स्टले यहाँनिर मलाई के भन्छ त भन्दा यहाँनिर गएर चाहिँ तिमीले यो रन भन्ने मेथड लेख्नु पर्छ भन्छ र मैले इम्प्लिमेन्ट्स गर्दै भने यस्तो तरिकाले रन लेख्नै पर्छ अनि मात्र एरर हट्छ भनेर भन्छ के यसले मतलब यहाँ कम्पल्सरी मलाई के गरिदिएको छ त भन्दाखेरि यो पर्टिकुलर क्लास जुन चाहिँ छ यसमा मैले यदि रनेबल इम्प्लिमेन्ट्स गरेँ यो कम्पल्सरी मैले हिजो त्यसरी इन्टरफेस हामीले पढ्नुमा एउटा सल्युसन यहाँ पनि देखिएको छ यस्तो हो त सर रनेबल भन्ने क्लासको चाहिँ नि रन भन्ने एउटा एब्स्ट्र्याक्ट मेथड छ भन्न खोजेको रनेबल भन्ने क्लास हैन इन्टरफेसको सरी इन्टरफेसको रन भन्ने एउटा मेथड छ हैन सर मेथड हुन्छ त्यही हो हैन रनेबल मेथड हुन्छ किनकि यो इन्टरफेसमा चाहिँ त्यसमा बडी पार्ट भएको एक्स्ट्रा अरु कुनै फाइल्सहरु हुँदैन तर एक्सटेन्स गर्ने बेलामा चाहिँ जस्तै एक्सटेन्स हामीले गर्ने बेलामा चाहिँ के गर्छौं त यहाँनिर हैन एक्सटेन्स के रे थ्रेड यसरी गर्ने हो यहाँ कुनै पनि कम्पल्सन छैन कि यो लेख्नै पर्छ भन्ने केही पनि कम्पल्सन छैन के तर हामीले जति एक्टिभिटी गर्छौं यसमा पनि यो जुन चाहिँ यो रन भन्ने क्लास हुन्छ नि त्यहाँनिर यो रन भन्ने मेथडलाई नै हामी ओभरराइड गरे आउँछौं यो थ्रेड भित्र पनि रन हुन्छ के आफ्नै थ्रेड भित्र पनि यसको रन भन्ने मेथड हुन्छ हैन अब त्यसलाई नै हामीले यो रन मेथडलाई नै ओभरराइड गरेरै काम गर्ने हो यसमा पनि खास भन्ने हो भने सो त्यसैले तिमी रनेबल गर या नगर हामीले चाहिँ जोस रनलाई युज गर्छौं भन्ने एउटा कन्सेप्ट राख्न सकिन्छ ठीक छ
यो रनेबलमा अब कसरी चाहिँ चिन्ने त्यो थ्रेड, अब एउटा मेन थ्रेड त मेरो आइहाल्छ, जस्तो यो मेन थ्रेडको लागि मैले यहाँनिर गएर न्यू एउटा क्लास त बनाइहाल्छु हैन। जस्तै थ्रेड मेन भनौँ, सो द्याट वी क्यान नो कि यो मेन हो भनेर रिप्रेजेन्ट हुन्छ। एन्ड हियर वी गो राइट। ओके, यसको दुईटा क्रिएट भयो, माथि पनि जान्छ कि अरे यसको फेरि एकैछिन है त। न्यू क्लास डिफल्टमै जानुपर्ने, एकैछिन यसले किन मेरो यो दुइटै क्रिएट गरिदिइरहेको छ, इस्यु दिन्छ। यहाँ बसेर क्रिएट गरौँ त त्यसमा। यहाँ पनि दिइरहेको छ, यहाँ पनि दिइरहेको छ, सो वाट्स डिफरेन्स? एउटै नै दिइरहेछ। ल ओके फाइन, नो प्रब्लम, छोडिदिउँ। ल यो मेन प्रोग्राममा बसेर चाहिँ मैले के गर्छु त भन्दाखेरि त्यहाँनिर बसेको यो पर्टिकुलर अब्जेक्टलाई म क्रिएट गर्ने हो, तर यहाँ केही पनि एक्टिभिटी भइरहेको छैन। यो मेन प्रोग्राममा बसेर मैले काम गर्ने भनेकै के हो त भन्दाखेरि यो मल्टी थ्रेडलाई युज गर्ने। सो यहाँनिरको कन्टेक्स्ट हेर त, जस्तै एउटा म के काम गरौँ न, यहाँनिर चाहिँ लेट्स क्रिएट अ थ्रेड कल लाइक अराउन्ड 5वटा जति थ्रेडहरू बनाएर हेरौँ कि 5वटा थ्रेडलाई कल गरौँ। त्यो थ्रेडको काम के होइन, एउटा भ्यालु डिस्प्ले मात्रै गर्ने काम गरौँ है त। सो त्यसको लागि मैले के गर्न पर्यो, एउटा फर लुप युज गर्छु। फर इन्ट आई भनेर एउटा चाहिँ इक्वल टु 1 राखिदिएँ, अनि त्यसपछि चाहिँ यहाँ बसेर चाहिँ आई इज लेस देन इक्वल टु, मैले 5वटा बनाउन भनौँ न, थ्रेडहरूमा 5वटा थ्रेडहरू यहाँनिर बनाऊ, एउटा थ्रेड्सहरू यसले क्रिएट गर्छ भनौँ न। सो यसरी 5वटा मैले यो क्रिएट गरेँ हो। अब यहाँभित्र गएर गर्छु के त भन्दा एउटा भ्यालु, सिम्पल एउटा भ्यालु डिस्प्ले गर्छु, र त्यो भ्यालु भनेको चाहिँ लेट्स से आई नै गरौँ। सो डिफ्रेन्ट भ्यालुहरू देखिन्छ। अब एकैचोटि यो गर्ने बेलामा हामीहरूको यहाँनिर बसेर अब मैले यसलाई काम गर्ने भनेको प्रोसेस चाहिँ यसरी गर्न सकिन्छ। मेरो क्लासको नाम मल्टी थ्रेडिङ एक्जाम्पल भनेर, अनि त्यसपछि लाइक एम्प्टी भनेर राखेँ इक्वल्स टु न्यू। ओके, मैले यो तरिकाले चाहिँ एउटा देखाइदिएँ। सो मलाई केही पनि एरर आइरहेको छैन। एन्ड यसलाई माथि मेरो मेथड भनेको यहाँनिर छ एउटा कल गर्ने, रन भन्ने छ। सो मैले यसलाई रनलाई डाइरेक्टली कल गर्ने प्रोसेस एम्प्टी डट रन भनेर मैले कल गर्न पाइहाल्छु। सो यसरी कल गरेँ मानिलियो। ओके, मैले सेभ गरेँ, यसलाई पनि सेभ गरेँ, अनि यहाँ एरर जस्तो के आएको थिएन। ल ओके, रन गरेर हेरौँ। सो आइएम गेटिङ लाइक जस्ट आइएम गेटिङ अ डिस्प्ले। ओके, लेट्स मेक इट इन्ट्रेस्टिङ। अझ पनि हामीले यो स्लिप युज किन गर्ने भन्दा थ्रेडको रियल क्वालिटी थाहा हुन्छ त्यसले गर्दाखेरि। सो मैले यहाँ के गरेँ त भन्दाखेरि लेट्स ह्याभ वान स्लिप, थ्रेड डट स्लिप। सो मैले 1000 भनेको 1 सेकेन्डको लागि चाहिँ यसले चाहिँ युज गर्छ। सो अब यो गर्ने बित्तिकै के भयो त मेरो ट्राई क्याच गर्नु पर्यो हैन सर, ट्राई क्याच गर्नु पर्यो। सो सराउन्डेड बाई ट्राई क्याच भन्यो, अदरवाइज तिमीले के गर्न सक्यौ त माथि थ्रो युज गर्न थ्रोज के रे उ गर्नु पर्यो, के रे इन्टरप्सन एक्सेप्सन इन्टर के रे अहिले यतिकै राखिदिउँ न भनौँ। ल यही नै राखिदिउँ, नो प्रब्लम, हामीलाई के खासै इन्टरप्टेड एक्सेप्सन। हजुर त्यस्तै यो इन्टरप्टेड एक्सेप्सनलाई युज गरेर यो राखिदियो भने अब मेरो यहाँनिर। तर सर यसमा तपाईको थ्रोज युज गर्न मिल्दैन नि, यो फरकोमा थ्रोज युज गर्न मिल्दैन सायद। जस्तै तपाईको यो यसमा थ्रोज युज गर्न मिल्दैन के, तपाईले यो रनको मेथडमा थ्रोज राख्नु त तपाईलाई फेरि एरर देखाउँछ के। यसमा तपाईले यसरी नै ट्राई क्याच भनेर डिस्क्राइबै गर्नुपर्छ। तपाईले मेथडमा गएपछि बल्ल थ्रोज युज गर्न पाउँछ के। मैले हिजो थ्रोज हालेर हेरेको थिएँ हैन सर, त्यो यस्तो हुने रहेछ के तपाईको थ्रोज त्यो रनको साइडमा थ्रोज के रे इन्टरप्टेड एक्सेप्सन भनेर हाल्नु न सर, त्यो एरर देखाइहाल्छ ट्राई क्याच हटाएर। रनको साइडमा हाल्ने हैन र सर। एकछिन के भने एकछिन एरर इन्स्टेड अफ थ्रोज एक्सेप्सन मा यसमा हालिरहनु पर्यो भने एकछिन है त। यसमा यहाँ सपोर्ट गरेन भनेपछि
त्यहाँ पनि एरर दिन्छ कि त्यसको मतलब तिमीलाई चाहिँ के भन्छ कम्प्याटिबल यसमा कम्प्याटिबल छैन भनेर भनेछु अभियसली ल के छ यसरी राख्दिउँ न ट्राई र क्याचको कन्सेप्ट यहाँनिर हामीले इम्प्लिमेन्ट गर्दै पुगिहाल्यो होइन सो अब यहाँनिर गएर हामीले रन गरेर हेर्ने बेलामा के भयो त भन्दाखेरि एक सेकेन्डको अन्तरालमा मेरो के छ त यो भ्यालुजहरू देखाइरहेछ सो अहिले मल्टी थ्रेडिङ त भइरहेछ यहाँनिर मेरो मल्टी थ्रेडिङको केस भइरहेको छ तर कस्तो तरिकाले भइरहेछ त भन्दाखेरि मेन प्रोग्राम एकचोटि रन एकचोटि कल भइरहेछ र यो पर्टिकुलर मल्टी थ्रेडिङको कन्सेप्ट यहाँ देखिरहेछ अब मैले के गरेँ त भन्दाखेरि दुईटा बनाउनु त भने अब यो रन नै युज गरिरहेको छु है मैले याद गरिरहेको रन नै खास रन युज गर्ने होइन नि फेरि तर मैले यसलाई यति नै युज गरेँ अनि फेरि यो दुईटालाई मैले कपी गरिदिँदैछु म अर्को एउटा अब्जेक्ट क्रिएट गर्छु एउटा थ्रेड क्रिएट गर्छु empty1 भनेर क्रिएट गरौँ अनि empty1 डट रन गरेँ मैले ओके नाउ दिस टाइम आइम ट्राइङ टु युज टु थ्रेड्स के भएर 1 2 3 4 5 आयो अनि 1 2 सो यहाँ थ्रेडको कन्सेप्ट पनि कसरी रन भइरहेछ त भन्दाखेरि एउटा थ्रेड सकिएपछि अर्को थ्रेड रन भइरहेछ यो त मल्टी थ्रेडिङ होइन के हो भन त होइन सर यसमा डिपेन्डेन्सी भयो नि त तपाईँको अर्को थ्रेडमा चाहिँ एउटा थ्रेड डिपेन्ड भयो त्यही भएर चाहिँ यो मल्टी थ्रेडिङ होइन 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 त्यसको मतलब एउटा थ्रेड नसकिकन मैले अर्को पालो नआउनु सिरियली हाम्रो काम भएको जस्तो देखियो सो यो चाहिँ हामीले गर्न खोजेको कुरा भएन मिट भएन सो यो के चाहिँ मिस्टेक भयो त भन्दाखेरि यो जब हामीले एउटा कुनै एउटा थ्रेडको कन्सेप्टलाई हामीले रनमा गएर यहाँ लेख्यो भन्दैमा रन मेथड कल गरेर काम गर्ने होइन कि त्यसैले मैले तिमीहरूलाई यो फिगरमा देखाउन स्टार्ट मेथड युज गर्ने हैन जस्तै यहाँनिर तिमीलाई यदि कुनै पनि कन्टेक्स्ट रनेबल फर्ममा लानु छ भने स्टार्ट मेथडले गर्ने हो रन भनेको चाहिँ तिम्रो चाहिँ रनिङ पोजिसनमा राखी त्यहाँ के भइरहेछ भन्ने कुराहरूले देखाउने हो सो हामीहरूको यो रन भन्ने पार्ट छँदैछ भने अब यसलाई रनेबल बनाउनको लागि चाहिँ हामीले के गर्नु पर्यो इन्स्टेड अफ युजिङ यो के अरे यो रन मेथड हामीले यहाँनिर मेथड त डिक्लेयर गरेका छैनौँ त्यही पनि यसको कल गर्ने तरिका भनेको चाहिँ स्टार्ट सो दिस इज वाट यु निड टु डु के अब यो गरेर हेर्ने बित्तिकै यो प्याटर्नै चेन्ज भइहाल्छ क्या तिम्रो 1 2 3 4 5 आउँदैन 1 1 एकैचोटि आउँछ होइन सो यो प्याटर्नमा चाहिँ यसरी मैले रन गरेँ अब रन गरेर हेर्दैछु म सी एकैचोटि मेरो के छ त प्याटर्नहरू 1 1 2 2 भनेर चाहिँ यसरी आइरहेको छ सो दिस इज मल्टी थ्रेडिङ मिन्स दुईटा थ्रेड मेरो एउटा थ्रेड यहाँ माथि छ यसरी डिक्लेयर गरिरह अनि अर्को यो थ्रेड चाहिँ यहाँ तल आइरहेछ सो यहाँ कन्टेक्स्ट के देखियो त भन्दा अघि रन गर्दाखेरि चाहिँ यो माथिको नसकिकन तल नआउने रे अहिले स्टार्ट गर्दाखेरि चाहिँ अब बल्ल मेरो चाहिँ थ्रेडिङको कन्सेप्टलाई इम्प्लिमेन्ट गरेर एकैचोटि मेरो दुईटा आइरहेछ मतलब दुईटा थ्रेड एकैचोटि एक्जिक्युट भइरहेछ सो एउटा केस हामी यसरी राख्न सक्छौँ है अब जस्तै अझ यसलाई अझ भनौँ न अझ यसलाई रोबस्ट तरिकाको अझ यसलाई भ्यालुजहरू चेन्ज गरेर हेरौँ न भनौँ एउटा कन्स्ट्रक्टर बनाएर हेरौँ यहाँ कन्स्ट्रक्टर भन्दा पनि थ्रेडको नम्बरहरू जुन चाहिँ थ्रेडको नम्बरहरू छ त्यो कुन चाहिँ थ्रेडको नम्बरहरू छ त्यसलाई पनि एकचोटि राखौँ त ओके प्राइभेट इन्ट थ्रेड नम्बर भनौँ न थ्रेड टी नम्बर भनेर यसरी राखौँ थ्रेड नम्बर भनेर ओके अब यो नम्बरमा चाहिँ मैले कन्स्ट्रक्टरबाट म फिलअप गर्छु सो सो यहाँ बसेर चाहिँ मैले लेख्न मिल्ने भनेको के भयो इन्ट टी नम्बर ओके अब यहाँ बसेर चाहिँ मैले दिस डट टी नम्बर इक्वल्स टु टी नम्बर भनेर यसरी असाइन गरिदियो भने मेरो के भयो त यो थ्रेडको नाम यहाँ अब मैले यसलाई डिस्प्ले गर्ने बेलामा अघि आई मात्र डिस्प्ले गरिरहेको छु भन्दाखेरि कुन चाहिँ थ्रेड डिस्प्ले भइरहेछ भन्ने कुराहरू देखाउनको लागि मैले के गरेँ नि प्लस के कसलाई यो थ्रेड नम्बर भनेर यसरी राखौँ ओके 500 लिएर जाउँ न अनि यु क्यान युज द्याट टी नम्बर यहाँनिरको कन्टेक्स्ट हेर्ने हो भने यो थ्रेड नम्बर यहाँनिर आइहाल्यो ओके अब यहाँबाट चाहिँ मलाई कल गर्न पर्यो यहाँनिर चाहिँ थ्रेडको नम्बर भ्यालुहरू हाल्न पर्यो सो यो भ्यालुहरू हाल्दाखेरि मेरो 1 2 अहिलेको लागि 2 हाल्दैछु होला 2 नै हाल्नु है 2 हाल्नु सो यसरी मैले दुईटा थ्रेडलाई यहाँ रन गरिरहेको छु भने कुन चाहिँ थ्रेड पहिला रन भइरहेछ त हेर त पहिला 2 पहिला 1 2 1 आइरहेछ कहिले 1 2 आइरहेछ हैन हेर त यहाँनिर यो कन्टेक्स्ट हेर्ने बेलामा के बुझ्यो त तिमीहरूले भन्दा हैन व्हाट डु फाइन्ड इट आउट
राइट यो थ्रेड रिजल्ट सिमेट्रिक छैन त्यही हो यु नेभर नो कि कुन चाहिँ थ्रेडलाई कहिले टाइम दिइरहेछ यसलाई थ्रेड अब हुन त हामीले अहिलेसम्म पढेको हामीले यो पढे अनुसार चाहिँ के छ त सिरियली नै यो एक्जिक्युट हुनुपर्ने अनि यो हुनुपर्ने जस्तो सोच हुन्छ यो थ्रेडले चाहिँ कहिले पनि यो कुराहरूलाई पोसिबल बनाउँदैन क्या सो यो थ्रेडको मेन कन्सेप्ट भनेको यही कुरा हो कि मल्टी थ्रेडिङ जुन गर्न पाइने भनेको यु डोन्ट नो कि विच थ्रेड विल बी एक्जिक्युटेड फर्स्ट ओके यो प्याटर्न हो क्या थ्रेडको मेन प्याटर्नै यही हो क्या काम गर्ने भनेको हेर त यहाँ मेरो अहिले सुरुमा त 2 यो थ्रेड नम्बर 2 रन भइरहेछ यो 2 त तलको यो पहिला रन भयो त्यसपछि यो फेरि 2 भयो फेरि 1 भयो फेरि 1 भइदियो अनि 2 आइदियो क्या यहाँनिर फेरि 2 भएर 1 आयो हैन हेर त थ्रेड यहाँनिर यो पार्टमा गएपछि थ्रेड स्विच भइदिरहेछ यसको अर्डर सो यु कान्ट प्रेडिक्ट अहिले दुईटा मात्रै थ्रेड छ ल सपोज यसलाई पनि हामी एउटा राखेर हेरौँ न यसलाई पनि एउटा चाहिँ फर लुप बनाइदिउँ int I equals to 1 I is less than 10 बनाइदिउँ 10 वटा थ्रेड बनाइदिउँ के नै जाने एउटा हामीहरूको हैन I प्लस प्लस अनि यसमा गएर चाहिँ मैले I भन्ने भ्यालु पठाइदिएँ है अब यहाँनिर यसरी गर्दाखेरि या थ्रेडहरु एक्जिक्युट गर्दै जाने तपाईहरुले यसमा के गर्नुपर्छ तिमीलाई थ्रेडको नाम राख्ने बेलामा चाहिँ अलिकति प्रब्लम हुन्छ कि जस्तो लागिरहेछ मलाई हाउ टु क्रिएट दैट फाइल ओके माइ थ्रेड इक्वल्स टु यसमा यो भयो एकैछिन एन्ड माइ थ्रेड इक्वल्स टु दिस एम्प्टी ओके आई थिंक दिस विल डु इट हुन्छ यो ब्र्याकेटले मात्रै इस्यु दिएर रहेछ त्यसपछि गएर यहाँ गएर चाहिँ एम्प्टी डट स्टार्ट भनेर ओके स्टार्ट भनेर कल गर्नु ओके एउटा मात्रै थ्रेड बनाएँ थ्रेडको भ्यालु चाहिँ मैले यो आइलाई नै पठाइदिएँ सो यो चेन्ज भइरहेको हुन्छ हैन 10 वटाको लागि इक्वल टु पनि थपिदिनु पर्यो सो अब मैले यसलाई सेभ गरेर रन गरेँ त एकचोटि के आउँदो रहेछ हेर अर्डर हेर्न सक्छौँ हामीले यो थ्रेडहरु निकाल्दाखेरि सुरुदेखि हामी अर्डर हेर्दै जाउँ मेरो 10 वटा थ्रेड रन भइरहेछ यहाँनिर ओके 10 वटा थ्रेड 1 7 6 उल्टो पुल्टो गरेर चाहिँ मेरो रन भइरहेछ यार isn't it? So यो कन्टेक्स्टले पनि यहाँ देखिन्छ कि जतिवटा थ्रेड होस् कल गर्ने बेलामा एउटै लुपमा बसेर सिरियली क्रिएट गर्न खोज्दाखेरि पनि थ्रेडहरु चाहिँ के छ त पुरा डिफरेन्ट वेमा चाहिँ मेरो यहाँनिर एक्जिक्युट भइरहेछ सो एक्चुअली दिस इज मल्टी थ्रेडिङ यही कुरा हो मेन यसमा जान्न पर्ने भनेकै हेर यही कुराहरु चाहिँ यहाँनिर यसको कामहरु के छ भन्ने कुराहरु यो त थ्योरेटिकल पार्ट आई थिंक यु क्यान गो थ्रु दिस हैन एकैछिन है त्यसमा नयाँ कुरा के छ भन्ने कुराहरु गेट नेम भन्ने त्यो थ्रेडको नेमहरु निकाल्न सकिहाल्छ सो इफ यु वान्ट टु सेट नेम यहाँनिर यो थ्रेडको नाम पनि हाल्न सक्छौ जस्तै यसमा के हुन्छ हैन मलाई हेर त्यहाँ लु सो एकछिन हेरौँ है त यहाँनिर के छ भन्ने कुराहरु सो आई डोन्ट थिंक सो ल अब यो जुन चाहिँ अहिले भर्खर हामीले हेर्यौं नि यो पर्टिकुलर पार्टमा जति पनि कामहरु हामीले गरेको छौं अब यही कुराहरुलाई हामीले यदि यसमा गएर एकैछिन एउटा कुरा हेरिहालौं यसमा रनेबलको कन्टेक्स्ट भयो रनेबलमा इम्प्लिमेन्ट गर्न पर्यो भने हामीले मेन प्रोग्राम हेर्न खोजिरहेको छौं थ्रेड ओके दिस इज व्हाट यु नीड टु डु क्लासको नाम राखेर अनि थ्रेड क्रिएट गरेर कल गर्नुपर्छ हो यो एउटा चाहिँ मैले याद गरिरहेको थिएँ ल ओके एनीवे ल अब यही कुरा गरौँ न त ल अघि भर्खर हामीले भन्यो एक्सटेन्डको पार्टबाट मैले एउटै थ्रेड एउटा रनेबलमा बनाएर 5 वटा थ्रेडलाई चाहिँ यो थ्रेडको कन्टेक्स्टहरुमा चाहिँ मैले स्लिप गर्दै यसलाई चाहिँ डाटाहरु कल गरिराए अनि त्यही थ्रेडहरुलाई चाहिँ मल्टी थ्रेडको अब्जेक्टहरुलाई बनाएर काम गर्दाखेरि आई गेट डिफरेन्ट भ्यालुज हियर हैन यो कुराहरु अब जस्तै यही कन्सेप्टलाई मैले एक्सटेन्स नगरिकन रनेबल गर्न पर्यो भने के फरक हुन्छ कि हुँदैन भन्यो भने जस्तै इम्प्लिमेन्ट्स रनेबल भनेर मैले यसरी राखेँ भने मलाई केही पनि एरर देखाएन के यहाँनिर केही पनि एरर देखाएन अब यहाँ गएर मैले चाहिँ अलिकति यहाँनिर गएर चाहिँ एरर देखाइदिन्छु यो एरर डाइरेक्टली स्टार्ट युज गर्न पाएन मैले चाहिँ यहाँनिर थ्रेड इक्वल्स टु न्यू थ्रेड अनि ब्र्याकेटमा चाहिँ त्यो माथिको अब्जेक्टलाई एम्प्टीलाई पठाइदिने ओके यो गरेर अनि यहाँबाट यो स्टार्टलाई कल गर्ने अथोरिटी एउटा चाहिँ यो थ्रेड भन्ने अब्जेक्टको हुन्छ अनि यसको थ्रुबाट यो एउटा लाइन चाहिँ रनेबलमा थप्न पर्ने हुन्छ जहाँबाट चाहिँ तिमीले कल गरेर काम गर्छौ अदर देन दैट अल आर सेम अनि रन गरेर हेर्दाखेरि पनि लाइक यु आर गोइङ टु गेट द सेम थिङ हेर
हैन जस्तै तिमीहरूको भ्यालुजहरू हेर्न सक्छौ एकदम र्यान्डमली यहाँदेखि लिएर तिम्रो चाहिँ यहाँसम्म हेर र्यान्डमली तिम्रो आइरहेको छ त्यस्तै गरी यहाँ पनि हेर्न सक्छौ यो 2 देखि भनौँ न र्यान्डमली नै भ्यालुहरू आइरहेछ यहाँनिर 2 देखि 2 सम्म ओके सो यो मतलब र्यान्डम थ्रेड्सहरू कल गरेर काम गरिरहेको सो यसमा खासै त्यस्तो केही पनि चेन्जेसहरू देखिँदैन हेर रनेबल र यो प्याटर्नमा जुन चाहिँ आफूलाई इजी लाग्छ हामीले जहाँसम्म यो प्रोग्रामिङ ल्याङ्ग्वेजहरू युज गरिरहेको हुन्छौँ त्यो प्याटर्नलाई हेर्ने हो भने चाहिँ एउटा के अरे के भन्छौँ कुन चाहिँ सजिलो लाग्छ कुन चाहिँ युज गर्दाखेरि सजिलो हुन्छ त्यो कुरालाई हामी फोकस गरेर काम गरिरहेको हुन्छौँ सो एक्चुअली द्याट्स द टर्म हामीले त्यो इम्प्लिमेन्ट्स युज गर्दाखेरि थ्रेड भन्ने क्लास के हो र सर त्यो मैले अलि बुझेन कि त्यो पार्ट चाहिँ नि मतलब अब यसले चाहिँ कस्तो गर्छ भने इम्प्लिमेन्ट्स गरिसकेपछि चाहिँ तिमीले यो जुन पर्टिकुलर पार्टमा इम्प्लिमेन्ट्स गर्यो नि त इम्प्लिमेन्ट्स गरिसकेपछि दिस इज योर क्लास अब यो क्लास भए पनि यो जुन चाहिँ रनेबल युज गरिसकेपछि यो रनलाई कल गर्ने अथोरिटी भनेको थ्रेड अब्जेक्टसँग लिङ्क अप गरिदिन्छ क्या त्यसले सो यु हेभ टु डिल विथ द थ्रेड अब्जेक्ट के अनि त्यसले गर्दाखेरि चाहिँ यो मेन प्रोग्राममा तिमीले ओके फाइन यो रनेबल तिमीले एक्सटेन्ड गरेको छौ ओके ठिकै छ तर तिमीले डाइरेक्टली यो रनेबल युज गरेको बेलामा चाहिँ यहाँबाट चाहिँ स्टार्ट अब्जेक्ट कल गर्न पाएन किनकि यसले हामीहरूले जुन रनेबल गरिसकेपछि रनेबल भित्र त यही एउटा मेथड मात्रै छ स्टार्ट भन्ने त छैन हैन तर एक्सटेन्डमा चाहिँ के छ त भन्दाखेरि एक्सटेन्ड गर्ने बेलामा चाहिँ तिम्रो अरू मेथड पनि छ जस्तै स्टार्ट पनि त्यही भित्र इनरोल गरेर राखिदिएको छ हैन त्यसले गर्दा के भयो त मेरो स्टार्टलाई मैले डाइरेक्टली यहाँनिरबाट चाहिँ यही अब्जेक्टको थ्रुबाट कल गर्न पाएँ किनकि त्यो एक्सटेन्सन त मतलब इनहेरिटेन्स भएको छ भने मैले चाइल्ड क्लासको यदि अब्जेक्ट बनाएको छु भने त्यो चाइल्ड क्लासको अब्जेक्टबाट चाहिँ मैले प्यारेन्ट क्लासको स्टार्ट त कल गर्न पाइहाल्छु नि पाउँदिन र पाउँछ सर त्यसले गर्दा हामीले कल गर्न पायौँ तर जब रनेबलको कन्टेक्स्ट आउने बित्तिकै त इन्टरफेस हो यहाँभित्र त एब्स्ट्राक्ट क्लास मात्रै हुन्छ त्यो एब्स्ट्राक्ट क्लास भनेको चाहिँ केमा छ त मेरो रनमा मात्रै छ सो रनभित्रको के गर्ने भन्ने कुरा मैले यहाँ डिफाइन गरिसकेँ इजन्ट इट अब मेन प्रोग्रामबाट मैले त्यो रन स्टार्ट कल गर्न खोज्यो भने त्यहाँ स्टार्ट भन्ने मेथड भेटाउँदैन अब यो स्टार्ट मेथड कहाँ छ त भन्दाखेरि मेरो चाहिँ यो पर्टिकुलर पार्टमा अनि जब मैले थ्रेड गरेर यसको अब्जेक्टलाई यहाँ प्यारामिटरमा पठाइदियो भने त्यो रन जुन भित्र यो थ्रेड भित्रको यो रन भन्ने हुन्छ त्यो रनलाई यसले रिप्लेस गरिदिन्छ कि सर यो जुन चाहिँ तपाईको थ्रेड क्लासको अब्जेक्ट बनाउनु भन्छ नि यो थ्रेड क्लास चाहिँ के तपाईको जावा ल्याङ्ग्वेजमा हुने हो जावामा इनबिल्ट नै छ यो यहाँ लिइरहेछ नि हेर ए हजुर हो ठिक छ सर ठिक छ त्यसले गर्दाखेरि तिम्रो चाहिँ के भयो अब त्यसको मार्फत चाहिँ अनि मैले स्टार्ट कल गर्न पाएँ क्या अब अदरवाइज स्टार्ट कल गर्न पाएन है ल एकैछिन है त एकैछिनमा हामीले डिस्कस गरेको छ आई थिङ्क यति भयो भने हाम्रो काम सकिन्छ होला यहाँनिर अरू त्यो बाहेक त हाम्रो केही पनि छ जस्तो पनि लागेको छैन है लेट मी चेक त केही नयाँ कुरा केही छ कि भनेर छैन यसमा त त्यही प्रोग्रामहरूलाई डिफ्रेन्ट वेमा मैले यसमा इम्प्लिमेन्ट गरेको छु इज अलाइभ रह्यो अब यो मेथडहरू भनेको त लाइक थ्रेडभित्र हुने मेथड्सहरू तिम्रो चाहिँ छ कि छैन त्यो गरेको छ कि छैन भन्ने कुराहरू मात्रै हो अब यो लेभलसँग खास तिमीहरूलाई नसिकाए पनि हुने रहेछ यो जोइनको मेथड यताउति है यो चाहिँ मल्टी थ्रेडिङलाई कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरासम्म मात्रै तिमीहरूले सिक्यो भने पुग्ने रहेछ सो दुईटा क्वेसन मेनली आइरहेछ के एउटा भनेको डिस्क्राइब द लाइफ साइकल अफ द के अरे थ्रेड होइन अनि त्यसपछि हाउ यु विल के अरे तपाईँको के अरे त्यो युज के अरे त्यो मल्टी थ्रेडिङ भनेर चाहिँ नि सोधेको छ क्या सर त्यति हो मल्टी थ्रेडिङको यो कसरी गरेको भन्ने यो छँदैछ होइन अब जस्तै मैले भनेको नि त्यो यो लेभलसँग जान पर्दैन तिमीहरूलाई त्यसैले हो यसको थ्रेड प्रायोरिटी यताउति भनेको त्यही पनि हेर्न यदि इन्ट्रेस्टिङ लाग्छ भने हेर्दा केही फरक परेन तर अब त्यहाँसम्म जानुपर्छ जस्तो मलाई चाहिँ फिल भएन पछि गएर तिमीहरूको यसो क्वेसन्सहरू पछि हेर्ने बेलामा त्यहाँसँग जाँदा भएन तर हामीसँग टाइम थियो हामीले सिक्यौँ इट्स अनदर थिङ राइट है अब हामीहरूको मेन भनेकै भन्यो नि एउटा थ्योरिटिकली पास हुनु मन छ भने चाहिँ यो क्वेसन आयो भने तिमीले एक्सप्लेन गर्न सक्नु पर्यो यही पार्टलाई एक्सप्लेन गर्ने हो तिमीहरूले होइन कसरी चाहिँ यो लाइफ साइकल अफ थ्रेडले काम गर्छ भन्ने कुराहरूलाई यहाँ एक्सप्लेन वान बाई वान यहाँनिर बताइदिएको पनि छँदैछ होइन कसरी काम गर्छ भन्ने कुराहरू यो चारवटा कुरालाई अब यहाँ यो चाहिँ अलिक थोरै छ अब नेटमा गएर अलिकति एक्स्ट्रा कुराहरू के हेर्न मन लाग्छ नि यु क्यान गो एन्ड चेक इट आउट ओके अब यहाँ चाहिँ मैले यति मात्रै बनाइदिएको छु अनि एउटा किताब पनि राख्दै थिएँ होइन मैले त्यो किताबमा राम्रोसँग दिएको छ अझ त्यही कुरा मेन आउने भनेको तिमीहरूको थ्रेडको देख्ने हो वाट इज थ्रेड भनेको के हो भन्ने कुरा छ र मल्टी थ्रेडिङ भनेको के कुरा भनेर चाहिँ भन्छ यसले होइन त्यो एउटा कुरा चाहिँ तिमीलाई सोध्छ
अनि त्यसपछि यो लाइफ साइकलको बारेमा सोध्ने हो। अनि अहिले भर्खर हामीले गरेको यो प्रोग्रामहरू चाहिँ डिफ्रेन्ट तरिकाले प्रोग्रामहरू युज गर्यो। एउटा कहिलेकाहीँ चाहिँ तिमी एक्सटेन्स युज गरेर थ्रेडलाई के अरे थ्रेडको एक्सटेन्स युज गरेर गर या रनेबल गर भनेर भनिदिन सक्छ स्पेसिफिकली होइन। अब भनेन भने तिमीसँग चोइस भयो, जुन तिमीलाई सजिलो लाग्छ त्यही गर्ने। तर जेबाट दिए पनि खासै गाह्रो चाहिँ केही छैन भन्दा किन छैन भन्दाखेरि तिमीले गर्ने भनेको यसलाई नै ओभरराइड हो र के अरे तिम्रो रनेबल होस् या एक्सटेन्स होस्। रनेबलमा चाहिँ तिम्रो के छ त भन्दाखेरि एक्सटेन्समा चाहिँ के छ भन्दाखेरि यो लाइन तिमीले लेख्न परेन, डाइरेक्टली यो अब्जेक्टको थ्रुबाट स्टार्ट कल गर्न पायो। तर यदि तिम्रो चाहिँ रनेबल छ भने चाहिँ एउटा थ्रेड अब्जेक्ट बनाएर यो एउटा प्याटर्नलाई चाहिँ याद गर्नु पर्यो। त्यति भएपछि खासै तिमीहरूको प्रब्लम हुन्छ जस्तो लाग्दैन त्यसमा। तिमीहरूको के त्यो सिरियलाइजेबल त उसमा पढाउनु भएको सायद के रे त्यो तपाईले अब्जेक्ट क्रिएट गर्दाखेरि के फाइलमा त्यो हैन, त्यो सिरियलाइजेबल हैन। अर्को एउटा टपिक नै छ तिमीहरूलाई अस्ति मैले सोधेको पनि त्यो धेरै एन्सर पनि गर्न सकेको थिएन। यसबाट नाम आउँथ्यो कस्तो बिर्स्या त्यसको नाम त्यहाँ आइरहेछ घाँटीमा तर भन्नै सकिरहेछ। सिरियलाइजेबल हैन, यसबाटै आउँछ त्यो। तिमीहरूको त्यो लाइफ साइकल अफ अब्जेक्ट भन्ने एउटा टपिक छ अगाडिपट्टि, अनि त्यसको ठ्याक्क पछाडिपट्टि छ समथिङ स्ट्रिङ आउँछ, अनि स्ट्रिङ पछि आउँछ टोकनाइजर हो। स्ट्रिङ टोकनाइजर के भन्ने छ? हजुर सर, टोकनाइजर स्ट्रिङलाई ट्याग छुटाउने है, कि त कमाले कि त स्पेसले, कमा स्पेस जे पनि राख्न मिल्छ त्यसमा हैन। हो त्यो प्याटर्न पनि मैले तिमीलाई देखाइदिएको थिएँ। त्यो चाहिँ त्यो एउटा पनि हेर, त्यसको मैले कहाँनिर राखेँ त्यसको स्लाइडहरू मैले बनाइदिएको थिएँ होइन कि बनाएको थिएन? मैले त्यो स्लाइड कति खोजिसकेँ मैले भेटाएकै छैन, कहाँ राखेको थियो? यो त थ्रेडको भयो, त्यो एउटा अलिकति भ्यायो भने त्यो एउटा गराइदियो भनेको थियो। एरेभित्र पनि हुनसक्थ्यो, एरेमा पनि छैन। किनकि एरेमा मैले स्ट्रिङ पढाउँदाखेरि स्ट्रिङ टोकनाइजरको elements of an array in a string सर्ट छैन आस्तिर छ त। यहाँ रहेछ स्क्रिन यो यसमा रहेछ। म कति खोजेँ भेट्दै भेटेन, एरेमा रहेछ। ल है, स्ट्रिङ टोकनाइजरको कन्टेक्स्ट एकदम सर्ट छ तर एकदम डिटेलमा चाहिँ तिमीले एक्सप्लेन गर्न सक्छौ कुराहरू है। काउन्ट टोकन हेज मोर टोकन्स यो कन्सेप्ट एउटा यो पर्टिकुलर प्रोग्राम तिमीले याद गर्यो भने इट्स मोर देन इनफ। यो एउटा प्रोग्राम चाहिँ याद गर्नु पर्यो है। त्यो के गरेको भनेर हेर्ने हो। त्यो थ्रेड्सहरु चाहिँ नि स्पेसको सट्टामा इज टु गो भएर गयो हैन सर? त्यो थ्रेड्स भन्छ के भन्छ सर? त्यो कुन चाहिँ स्पेसलाई त्यो थ्रेड्स के रे त्यो स्पेसको ठाउँमा चाहिँ इज टु भएर गयो के सर? कोलन यो त पछाडी तिमीले यहाँ छुटाउन मिलिहाल्छ नि। जस्तै यहाँ हेरौँ न ल, एउटा स्ट्रिङ टोकनाइजरको पनि एउटा गरेर हेरौँ न। जे भ्यालु हाले पनि हुन्छ कि यसमा चाहिँ हामीहरुको यो प्रोग्रामलाई रन गरे भइहाल्यो नि हैन। यसलाई मैले कमेन्ट बनाइदिन्छु यो थ्रेडका लागि नै। यहाँनिर गएर चाहिँ टोकनाइजर अगाडि स्पेलिङ ठिक छ। स्पेलिङमा चाहिँ म धेरै नै कमजोर छु। स्ट्रिङ TOKNIZER नै ठिक रहेछ ल। अब यो किन आएन भन्दाखेरि ST1 इक्वल्स टु न्यू ल, UTIL मै छ। सो कन्ट्रोल C, अब यहाँभित्र कन्ट्रोल B हैन। अनि त्यसपछि यहाँ स्ट्रिङ भ्यालु डाइरेक्टली क्लास भनेर राख्यो, कमा गरेर चाहिँ यहाँ स्पेस यस्तो राख्यो भने अब तिम्रो टोकनाइजरले स्पेसले इन्डिकेट गर्ने भयो।
न अनि स्पेसले यो एउटा पार्ट चाहिँ एकदम याद गर्नुपर्छ यो तिमीले चाहिँ एज मोर टोकन्स भन्ने कन्टेक्स्टलाई चाहिँ एकदम याद गर्नु पर्यो अब जस्तै यो कन्टेक्स्टलाई हेर्ने भनेको हामीले चाहिँ यहाँ बसेर चाहिँ वाइल हैन वाइल लुप यो बेलामा एकदम एप्रोप्रिएट st1 डट हैज मोर टोकन्स भनेर चाहिँ यहाँ राख्यो अनि तिमीलाई चाहिएको कन्टेक्स्ट छ भने अब त्यो वान लाइन बाइ लाइन डिस्प्ले गर्न पर्यो अब जस्ट हामीलाई त टेस्टिङ गर्ने हो नि त हैन सो यहाँ बसेर चाहिँ मैले त्यसको भ्यालुहरु निकाल्न पर्यो के गर्नु पर्यो st1 डट टोकन्स टोकन्स नै होला हैन नेक्स्ट टोकन कि टोकन हो नेक्स्ट टोकन जस्तो लाग्छ नेक्स्ट टोकन हो डट नेक्स्ट टोकन ओके नेक्स्ट टोकन हो यो गरेपछि तिम्रो एक एकवटा यो टोकनहरुलाई डिस्प्ले गर्दै जान्छ यसमा चाहिँ ल तयार यहाँनिर अरु के गर्नुपर्छ पर्दैन होला है डिफरेन्ट लाइनमा आयो नि त हैन मेरो डाटाहरु भनेको एउटै कन्टेन्टलाई डिफरेन्ट लाइनमा यसरी मैले टुक्राउन सक्नु भनेको चाहिँ यो के छ त हरेक दिस इज ट्रिटेड एज अ टोकन अनि यो टोकनको आधारमा चाहिँ राख्न सकियो अनि यो चाहिँ तिम्रो चाहिँ के को आधारमा टुक्राउने भने जे राख्न नि पाइन्छ यसमा अब जस्तै मैले चाहिँ हाइफन राखे रे यसरी हैन हाइफन यहाँनिर लगेर राखिदिए मैले एउटा चाहिँ हेर दुईटा स्पेस राखेको छ नि यहाँनिर स्पेसहरु छ यो दुईटा आइएम भन्नेलाई चाहिँ एउटामा राखौँ न त ल अनि यसको कोलनलाई चाहिँ यसरी स्पेसले इन्डिकेट गरौँ इन अनलाइन क्लास भनेर यसरी राखौँ हो अनि यहाँ गएर मैले यो हाइफन राखिदिएँ भने अब मेरो रिजल्ट कसरी आउँछ हेर आइएम चाहिँ के आयो त दुईटा वर्डलाई एकै ठाउँमा आयो सो अब त्यसपछि यो तीनटा हटायो भने इन पनि आउँछ त भन्ने चेक गर्न सकिन्छ यहाँनिर पनि सो यु क्यान डु द्याट है सो स्ट्रिङलाई हामीले यो अनुसारले ग्रुपिङ गर्न सक्ने भयो क्या आइएम इनलाई एउटामा ग्रुप बनाए यो अनलाइन क्लास अब अनलाइन क्लासको यो यसलाई स्पेसले मात्र राखिदियो भने पनि यो टोकन चाहिँ हामीहरूको हाइफन भएको हुनाले यो सो इट डजन्ट म्याटर वाट एभर क्यारेक्टर यु वान्ट टु युज हो सर त्यसपछि अरू त्यसपछि यो हाइफन साइफन के युज नगरिकन यो आई भन्ने युज गर्न मिल्छ कि मिल्दैन त क्यारेक्टर भन्ने कुराहरू हेरौँ है त आई छ नि यहाँ आई भन्ने युज भएको छ नि त यहाँ युज भएको छ यहाँ युज भएको छ है त दुईटामा युज भएको छ लेट्स ट्राई हामीले ट्राई गर्न त के गाह्रो छ र काम गरे नि है गरे सो इट डजन्ट म्याटर वाट इट इज क्या जे क्यारेक्टर तिमीले यहाँ राख्छौ त्यसको आधारमा उसले टोकन डिफाइन गरिदिने गर्छ यसमा धेरै केही गाह्रो छैन क्या यो दुईटा लाइनलाई तिमीले मजाले रड्दियो अथवा चाहिँ बुझ्दियो भने पुग्यो क्या यो टोकनाइज अनि धेरैचोटि सोधिरहेको रहेछ अझ रमाइलो पार्टी ठिक छ प्याकेजको कन्सेप्ट यही हो हामीले बनाएको यो जुन छ नि यो प्याकेजकै कन्सेप्ट हो यो नर्स सबै ग्रुप बनाएर राखिदिने फाइल्सहरुलाई ग्रुप बनाउने सर प्याकेजको कन्सेप्ट भन्नाले के त्यो जस्तो प्रोग्राम सोध्यो भने चाहिँ जस्तै एउटा जस्तै क्लास क्रिएट गरेर लेट्स से ए अनि त्यो प्याकेज विक 1 भित्र छ रे हैन अनि त्यसको अब सर मेथड छ रे अब पछि त्यो गएर चाहिँ नि के रे अर्को क्लास एउटा मैले लेट्स से बी बनाए त्यसमा चाहिँ मैले मेन मेथड बनाएर चाहिँ नि क्लास ए र बी को अब्जेक्ट क्रिएट गरेर त्यो मेथड कल गर्यो भने त्यो मिल्यो सर प्याकेजको उ गराउनलाई एक्जाम्पल दिनलाई इक्जाम्पल दिनलाई चाहिँ त्यो हो जस्तै अब तिम्रो यो जस्तै यहाँ कन्टेक्स्टहरुमा एउटा मेन कुरा याद गर्नुपर्ने भनेको चाहिँ अब कमान्डहरु याद गर्नु पर्यो खास प्याकेज भन्नु र प्याकेज भनेको चाहिँ कस्तो हुन्छ नि तिम्रो एउटा चाहिँ क्लासहरुको कम्बाइन गरेर चाहिँ एउटा बनाउने प्रोसेस मात्रै भन्ने हो क्या यसमा चाहिँ यो इन्टरफेस भइहाल्यो प्याकेजका यहाँ लेख्यो अब यो प्याकेज भन्ने बित्तिकै एउटा ग्रुप अफ सिमिलर टाइप अफ क्लासेस अर इन्टरफेस अर सब क्लास भनेर तिमीलाई एउटा ग्रुप बनाएर राख्ने भन्छ कि जस्तै मैले यहाँनिर यो एक्लिप्समा गर्ने बेलामा यसको बाइ डिफल्ट दिइरहेछ नि त त्यो छ भने मैले के गरिरहेको छु यो युनिट 6 भने यहाँ डिफ्रेन्ट प्याकेजहरु बनाएर काम गरेको थिएँ मैले तारे रिभिजन क्लासमा हेर हैन मैले एरेको एक्जाम्पल यो कन्ट्रोल यो दुईटा मलाई के छ एउटै क्लास चाहिँ म कहिले पनि काम गर्दिनँ मल्टिपल क्लासेसहरु युज गर्ने गर्थेँ हैन कन्ट्रोल स्टेटमेन्ट त्यसले गर्दाखेरि यहाँ तीनटा मैले चाहिँ क्लासहरु चाहिँ एउटामा बनाएर काम गरेँ इम्प्लोइको केसहरुमा एउटा छ एउटै प्रब्लम यहाँ टेस्टिङको लागि मल्टिपल निकालेँ मैले हैन त्यस्तै गरी रेक्ट्याङ्गलको लागि सो यो गर्ने बेलामा चाहिँ सिमिलर टाइप अफ क्लासहरु जुन चाहिँ मेरो लागि चाहिन्छ त्यो कुराहरुलाई चाहिँ मैले के गरेँ त भन्दाखेरि एउटा पर्टिकुलर प्याकेजमा बनाएर राखेँ तर अब हामीहरुको पार्टमा हामीलाई त एक्लिप्स युज गर भनेर त कहिले भन्दैन
त्यो बेलामा चाहिँ हामीले प्याकेजहरू क्रिएट गर्न जान्न पर्छ, कमान्डहरू युज गर्न। दिस इज द वे यु क्यान युज द कमान्ड सिन्ट्याक्स। जस्तै हामीले यो युज गरेको जावा WAT इमेज भनेर यो जुन कन्टेक्स्ट छ यो चाहिँ इनबिल्टवाला हो, ओके, इनबिल्टवाला केस हो। अब यसलाई हामीले बनाउने केस भनेको चाहिँ यहाँनिर छ एउटा, वेयर इज इट, यो माई प्याक भनेर चाहिँ तिमीले यसरी राखेर यो क्लासलाई चाहिँ तिमीले बनायो भने जति पनि क्लासहरू तिमीले बनायो र माई प्याक भनेर अथवा चाहिँ यो राखेर चाहिँ तिमीले काम गर्यो भने सबैलाई चाहिँ एउटै ग्रुपमा चाहिँ यो क्लासहरूलाई इम्प्लिमेन्ट गर्न पाइन्छ भन्छ यसले, ओके। अब यहाँ इम्पोर्ट प्याक यो पनि भनेको छ, इम्पोर्ट 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 स्ट्रिप प्याक प्याक डट स्ट्रिप, ओके, यो त अर्को भइहाल्यो त्यसो भने। या माई प्याक यहाँ युज गरेर चाहिँ हामीले द्याट्स इट। प्याकेजको कन्टेक्स्ट पनि एउटा हुन्छ कि, अब जस्तै डिफ्रेन्ट क्याटेगोरीमा डिफ्रेन्ट तरिकाको युज गर्ने भन्ने कुराहरू छ क्या। लेट्स सी यसको प्याकेजको एक्जाम्पल, प्याकेजहरू बनाएको छैन त। कसरी गर्न सकिन्छ यसमा? यसलाई कसरी गर्ने त? यो तिमीहरूको एक्जाम्पल कुन चाहिँ देखाउँदाखेरि बेस्ट हुन्छ भनेर हेर्दैछु म। एउटा एक्जाम्पल यसरी नै राखौँ न। प्याक 1 भनौँ, एउटा क्लास भनौँ यहाँ। सेभ गर्ने एउटा एनिमल भन्ने क्लास बनाएर हैन। त्यस्तै गरी अब यो चाहिँ हामीले इक्लिप्सहरू यस्तो चाहिँ अब यही कुराहरूमा इस्यु भएको हुनाले नै बनाएको कुराहरू हैन। त्यसले गर्दाखेरि डग डट जावा भनेर बनाएँ मैले। ओके, यो डग डट जावामा चाहिँ मैले के गर्ने त भन्दाखेरि यसको नाम चाहिँ छुट्टै प्याकेज राखेँ। प्याकेज भनेर प्याक भनेर राखेँ त। यसरी मैले दुईटा नाम राखेँ। सो यसको CLSS क्लासको नाम त हाम्रो डग नै हुनु पर्यो। अनि यहाँनिर डग मैले कन्स्ट्रक्टर क्रिएट गरेँ। यहाँ चाहिँ यसको भ्यालु कहाँ छ?
डग क्लास कल्ड हैन त ल सेभ गरेँ मैले ओके सो मसँग दुईटा क्लास भयो वान मोर क्लास आई निड द्याट इज मेन क्लास भनौँ मेरो क्लास ओके ल यो तीनटा फाइल राखेँ हो यसमा चाहिँ हामीहरूको क्लासको नाम what do you call this PUBLIC public CLSS class main अब यहाँनिर धेरै इस्युजहरू आइरहेको हुन्छ अहिले रन गर्दाखेरि हामीहरूको यसमा चाहिँ इक्लिप्स युज गर्ने बानी भइसकेपछि अनि धेरै नै गाह्रो भएको छ मलाई पनि यसमा टाइप गर्नलाई ओके अब यहाँनिर गएर सर तपाईले यसमा टाइप चाहिँ के गरेर राख्नु भएको नोटप्याडमा चाहिँ नि मैले नोटप्याडमा टाइप गर्न कति गाह्रो भइरहेछ भने देखाइरहेको छु किनकि यहाँबाट मैले अहिले कमान्ड प्रम्प्टबाट कसरी यसलाई काम गर्न सकिन्छ भन्ने कुराहरू जस्तै अब मैले यहाँनिर एनिमलको अब्जेक्ट बनाउन खोजिरहेको छु ओके एनिमलको अब्जेक्ट एएनआई तपाईले कमान्ड प्रम्प्टबाट चाहिँ यसलाई कम्पाइल गर्न खोज्नु भएको अहिले म त्यसबाट कम्पाइल गर्दैछु अहिले म है सबै क्लासहरूलाई मैले कम्पाइल गर्नै पर्छ यसमा अनि त्यो अनुसारले मैले गर्न खोजिरहेको छु सिम्पली कन्स्ट्रक्टर मात्रै राखेको हुनाले अब्जेक्ट क्रिएट गर्दाखेरि काम हुन पर्यो नि त हैन हो सो यति मात्रै गर्न खोजे अरु खासै केही पनि गर्न खोजेको हैन मैले हो यति गरिसकेपछि हो सेभ गरेँ यसमा मैले एउटा अब्जेक्ट मात्र क्रिएट गरेँ यहाँ सेमिकोलन मिसिङ चाहिँ यसले इरर देला ओके सो मैले फेरि सेभ गरेँ अब यहाँ कन्टेक्स्टमा मेरो इररहरू देखिन्छ कस्तो टाइपको इरर आउँदो रहेछ ओके ल हेरौँ है त अब मेरो यहाँ छ ओके अब मैले यसलाई कहाँ राखेको थिएँ डी ड्राइभमा राखेको छु सो आई निड टु गो टु डी ड्राइभ सिडी डी ड्राइभको प्याक 1 भन्ने छ त्यसभित्र जाँदैछु जान दिएन मलाई त्यसो पहिला डी ड्राइभमा जाउँ डाइरेक्टली प्याक 1 लगिदिइहालेछ मलाई हो सो त्यसको मतलब यहाँ D1 को प्याकमा छु मेरो डिआर गरेर हेर्छु मेरो फाइल्सहरू छ कि छैन मैले तीनटा फाइल बनाएको छु तीनटै फाइल त्यहाँनिर सुरक्षित साथ छ अब मैले 1 बाइ 1 पहिला कम्पाइल गर्छु एनिमललाई कम्पाइल गर्छु एनिमललाई कम्पाइल गर्नेको JAV जावा सी ANIML अब यो क्याप्स लकले पनि फरक पर्छ ANIML एनिमल डट JAV जावा इरर प्रिन्ट स्पेलिङ अब हेरि मैले भने नि यहाँ धेरै कुराहरू हुन्छ कि हामीले यो उसले चाहिँ अटोमेटिकली दिने भएको हुनाले चाहिँ सकिहाल्थ्यो यहाँनिर हो यस्तो केस भयो अब यहाँ फेरि म रन गर्छु सेभ गरेँ मैले गरेर कन्ट्रोल एस सेभ अनि फेरि यस्तो केसमा एरो की युज गरेर डाइरेक्ट आइहाल्छ खासै फरक सो मेरो कम्पाइल भएर कम्पाइल हुने बित्तिकै डट क्लास यहाँनिर देखा परिसकेको छ है त्यस्तै गरी फेरि म अर्को चाहिँ डगलाई पनि म कम्पाइल गर्छु डगमा पनि यहाँनिर गएर प्रिन्ट एल मा नै इस्यु आएछ डगमा पनि प्रिन्टको टी अघि कपी पेस्ट गर्दाखेरि इस्यु आयो ल सो फेरि म यहाँ गएर रन गर्छु एन्ड अभियसली इट्स अल्सो टु रन है मेरो दुईटा यो डगको पनि आयो नाउ इट्स लास्ट टाइम टु रन अबाउट द मेन क्लास सो लेट्स रन द्याट मेन क्लास अब यसले चाहिँ पक्कै इरर दिन्छ कस्तो इरर दिँदो रहेछ हेरौँ है त यहाँ किन इरर दियो भन्ने कुरा यो प्याकेजको कन्सेप्टलाई अनि त्यहाँबाट क्लियर हुन्छ हाम्रो क्लासको नाम के छ मेन क्लास मेन यसो तपाईले प्याकेज इम्पोर्ट गर्नु छैन हो त्यही मैले देखाउन खोजेको त्यही हो त्यसलाई इम्पोर्ट गर्ने तरिका के छ भन्ने कुराहरू मैले राख्न खोजेँ इरर छ यहाँ पनि द्याट्स इरर हैन यसमा के भन्यो त भन्दाखेरि मैले एनिमल युज गर्नको लागि माई प्याक भन्ने युज गर्न पर्छ भन्ने कुराहरू बताए हो माई प्याक भन्ने चाहिँ युज गर्न पर्यो भन्छ सो त्यसपछि मैले यो पर्टिकुलर मेन प्रोग्राममा गएर प्याकेजको डाइरेक्टली युज गर्न पाउँछु त
पाइँदैन सर माई सपोज गरेर हेरौँ न के जान्छ र हाम्रो टाइम के छ र यहाँनिर हेरै यसले यो पनि गर्न दिएन है मलाई हेर त गर्न दिएन सो यहाँनिर के छ त भन्दाखेरि यस्तो तरिकामा मैले यो एक्टिभिटिजहरू कन्डक्ट गर्न पाउँदिनँ भनेपछि तपाईँले सर यो माई प्याक भन्ने कि त्यो क्लासकै एउटा अब्जेक्ट बनाइदिनु लाउनुभएको अब मैले गर्न खोजेको चाहिँ मेरो यहाँ क्लासमा भए पनि मलाई त यहाँ चाहिएको छ नि त मलाई युज गर्न पराएको छ नि त यो माई प्याक भन्ने त इम्पोर्ट होइन र गर्नु हजुर हो अब यस्तो माई प्याक युज गर्नु छ भने आइदर मैले के गर्न पर्यो प्याकेज एनिमल भएको चाहिँ माई प्याक युज गर्न पर्यो यसरी जसले गर्दाखेरि मेरो कम्पाइलेसन चाहिँ हुन पर्यो अझ पनि इरर आइरहेछ के स्पेलिङ इरर के भन्छ क्यानट फाइन्ड अ सिम्बल ANIMAL एनिमल वाट इज द इरर क्यानट फाइन्ड सिम्बल एनिमल किन भन्छ यसले क्लास एनिमल भेटाएन भन्छ त माई प्याक नै हो नि होइन प्याकेज माई प्याक व्हाट्स रङ सो यो गर्नाले मेरो प्रब्लम सल्भ भएन अब गर्ने के त एउटा इरर यहाँ एउटा इरर यहाँ के भन्यो यसले mypack.asterisk import यसले पनि दिएन त के चाहिँ प्रब्लम भयो त्यहाँ यस्तै इरर आउँछ क्या त्यही त भन्दैछु यहाँ ओके धेरै जान्ने भयो भने यस्तो हुन्छ क्यापिटल लेख्ने बानी परेछ मलाई अनि त्यसले गर्दाखेरि अझ पनि त्यसले त्यो प्रब्लम त दिएको होइन इम्पोर्ट प्याकेज माई प्याकेज हो कि माई प्याक हो सर तपाईँले त्यो आर्गुमेन्ट हेर्नु त त्यो उनी दिनुभएको छैन एरेको उनी दिनुभएको छैन दिनुभएको रहेछ अगाडिपट्टि दिनुभएको रहेछ के हेर्नु सर अगाडि दिए पनि पछाडि दिए पनि नो प्रब्लम त्यसलाई इरर देखाएकै होइन नि यसले त्यो एनिमल पार्ट भेटाएन भनेको छ यसले एनिमल भेटाएन भनेको छ उसले सो त्यो क्लास लेक्चर पब्लिक गर्दैन के हुन्छ मेबी बिकज अफ द्याट not allowing me to do that है अहिलेसम्म पनि किन दिएन भन्ने कुरा आयो यहाँनिर ए सर तपाईको क्लासको ब्र्याकेटै क्लोज भएको छैन नि हेर्नु न त्यहाँ डगको ए भरै छ सबैको भएको छ डगसँग कुरै भएको छैन यो एनिमल र यसको मात्रै प्रब्लम भइरहेछ यहाँ यो एनिमललाई मैले यसरी युज गरेँ भने भन्नु खोजेँ होइन सो यहाँनिर अघि इम्पोर्टको ठाउँमा प्याकेज माई प्याक यो गर्ने बेलामा त खास इस्यु एउटै प्याकेजमा आइसकेपछि त खासै प्रब्लम हुन नपर्ने हो हैन त्यही पनि यसले क्यानट फाइन्ड अ सिम्बल एनिमल भन्छ इरर त स्पेलिङ त ठिक छ नि ANIMAL एनिमल द्याट्स एनिमलको स्पेलिङ त इरर हुन नपर्ने एकचोटि त्यो मेथडलाई कल गरे जस्तो गरौँ न कन्स्ट्रक्टरलाई कल नगरे जस्तै मैले प्याकेज यहाँ बनाएँ मेन प्रोग्राम कहाँ बनाएँ यहाँ बनाएँ सो प्याकेजलाई इम्पोर्ट गर्यो हैन प्याकेज.a भनेर कल गरेँ मैले यो पनि गरिसकेँ यसको इरर अब यही हो प्रब्लम नै यस्तै हुन्छ क्या यसको चाहिँ चिन्नु त
Error can type find a symbol. अब यो कहाँबाट चाहिँ यसलाई चाहिँ फिक्स गर्ने त हैन जस्तै अब यहाँनिर गएर हेरौँ है त यसमा के आइरहेको छ हामीले कुन चाहिँ गरेको थियो अस्ति एउटा पर्सन डिटेल यो मेन भयो मेन प्याकेज गर्ने बेलामा त यसले इररै दिएको छैन त भनेपछि सेमिकोलन राखेर त राखेको छु मैले सबैमा सेमिकोलन राखेकै छु हैन र हेर त so package my pack this is there my class equals to main class main classes class spelling पनि ठिकै छ यसको पनि public static void main so यो पनि ठिकै छ यो animal भन्ने दिएन अनि कुरा गरिरहेछ public class this animal I don't know what's the issue here main wrong name animal main class छैन भनेर भन्यो त्यसको मतलब so main.java यसलाई मैले इम्पोर्ट गरे मेन को m क्यापिटल छ सर ए हैन त्यो प्रब्लम हैन हैन यसो गरेपछि रन त हुन पर्ने हो किनकि I am following all the rules here and all the rules says you should be able to do it भन्ने कुराहरु चाहिँ देखाउन पर्ने हो यसले त्यही पनि it's giving me a problem कहाँनिर चाहिँ प्रब्लम error cannot be find or loaded main class animal मतलब त्यो हैन तलपट्टि line number I'm just going to line Java 4 line number code 41234 त्यहीँनिर दिइरहेछ animal equals to new animal blah blah talk okay that's also doing but error cannot find a symbol भनिरहेछ एकैछिन है एउटै फाइलमा छ एउटै ठाउँमा छ सबै कुरा एउटैमा गरिरहेछौँ हामीले भने why it's not giving me a class run let me check it out ल छोडिदियो यो अहिले टाइम वेस्ट नगरौँ पछि हेरौँला तर गर्नुपर्ने तरिका चाहिँ यही नै हो तर मलाई किन इस्यु देखाइरहेछ आई एम नट गेटिङ इट है त यसमा किनकि पब्लिक क्लास एनिमल एभ्रिथिङ इज करेक्ट इन दिस साइट इजन्ट इट package my pack everything is there class name animal and then this does it need to be there any methods कहिलेकाहीँ यस्तो शान्तिनो कुराले पनि इस्यु बनाइदिन्छ त्यसको टेन्सन छ that we are going to call here so problem the animal may buy सर एकचोटि त्यो कन्स्ट्रक्टरको अगाडि पब्लिक हाल्दिनु के हुन्छ कि त्यसले पब्लिक एनिमल भनेर त्यो पनि हुन सक्छ आई थिंक अब मैले डगलाई गरेँ अब डगमा जाउँ है त डगमा चेन्ज हो यस्तै प्याकेजहरुमा यो कुराहरु चाहिँ एकदम माइनर गर्छ यसमा पनि एनिमल हेरेछ त्यो कार्य डगमा पनि त्यो इस्यु आइरहेछ डगलाई मैले पब्लिक बनाएँ पहिला डग सेम इस्यु
I don't know what the issue is, but like I'm not able to get this, है. ल हेरौँला नेक्स्ट म एकचोटि चेक गर्छु फेरि एकचोटि यसलाई कसरी रन गर्ने भनेर मेरो पुरानो रेफरेन्सहरूलाई फलोअप गरेर यहाँ कहाँ चाहिँ कमान्ड लाइनबाट चाहिँ अब मैले भने नि यो कन्टेक्स्टहरू कस्तो हुन्छ नि अब यो जाभाको कोडहरू सिक्नको लागि एक्लिप्समा पानी परिसकेपछि यो सबै बिर्सेर जान्छ क्या अनि त्यसपछि काम गर्ने गाह्रो हुन्छ बट एनीवे आई विल ट्राई टु फाइन्ड आउट हाउ दिस कमान्ड निड टु बी एक्जिक्युटेड र यो कसरी चाहिँ गर्ने भन्ने कुराहरू चाहिँ म नेक्स्ट क्लासमा भोलि क्लासमा भन्नुला है अनि भोलि क्लासमा हामी एक्सेप्सनको बारेमा डिस्कस गर्छौँ सो यदि केही क्वेसन्सहरू एक्सेप्सनसँग रिलेटेड छ भने लिएर आउँदा हुन्छ है त ठीक छ ठिक छ सर ल दिस इज इट यसलाई आधार बनाऊ पछि नेक्स्ट क्लासमा म हेर्छु यसलाई है त